दक्षिण एसिया क्षेत्रका उद्योग व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित काठमाडौँमा साउथ एसिया ट्रेड फेयर सुरु भएको छ। काठमाडौँको प्रदर्शनी मार्गस्थित भीरकुटी मण्डपमा सुरु भएको साउथ एसिया ट्रेड फेयर वैशाख 28 गतेसम्म सञ्चालन हुने आयोजक इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रणालीले जनाएको छ। मेलामा भारत, बङ्गलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र मालदिप्स लगायतका देशहरूका करिब 150 भन्दा बढी प्रदर्शकहरू सहभागी छन्। प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको समेत आयोजकले जनाएको छ। मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पाट पूर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरूका स्टल राखिएका छन्। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।